गुड मर्निङ फ्रम मुक्ति डाँडा। हिजो रातिको स्टे चाहिँ यहाँनिर थियो। इट इज सो ब्युटिफुल ओभर हियर। हेर्नुहोस् न। तर अहिले अफसोस चाहिँ पानी पर्दैछ। पानी परेकोले गर्दा चाहिँ मौसम अलिक क्लियर छैन। चिया बगान यी साइडमै छ, बगलमा छ। यो चाहिँ अलिकति टपमा रहेछ। यहाँबाट भ्यू दामी देख्छ पारिपट्टि कन्याम साइड। अनि त्यहाँदेखिको ओह्रालो ओह्रालो तपाईको नेपालको झापा डिस्ट्रिक्ट पानीट्याङ्की नक्सलबारीहरू पनि देख्छ अरे। अनि यो चाहिँ हाम्रो स्टे। यो चाहिँ मेरो वाइफको कान्छी छेमा चाहिँ यहाँ बिहा हुनुभएको रहेछ। हिजो हामी यता आएको थियौँ। हवस् हुन्छ, बिस्तारै जानु। हुन्छ, हेरौँ न अहिले के हुन्छ। उहाँ बहिनी चाहिँ मेरो साली र यता कान्छी छेमाको चाहिँ जेठी छोरी र उहाँको हस्बेन्ड साथमा हुनुहुन्छ। आज दिन चाहिँ बिग्रेर कुहिरो लागेर चाहिँ यस्तो भयो। यहाँनिर यो एरियामा तपाईँको टोटल गिन्तीको 6वटा घर मात्रै रहेछ। यो एउटा घर भयो यहाँ मेरो वाइफको कान्छी छेमाको। अनि उहाँ तल क्यामेराले देखाउँदैछ, देखाएको छैन, धुम्म लागिरहेछ। यहाँ चाहिँ उहाँहरूकै एक्चुअली यहाँ सन्तान चाहिँ 4जना छ अरे। अब दाजुभाइहरूमा होइन। त्यो तल देख्दै गरेको चाहिँ त्यो चाहिँ मूल घर रहेछ उहाँहरूको। अन्त यता अलिकति मासतिर चाहिँ 2टा घर एक्स्ट्रा छ अरे। गिन्तीको यो टपमा यो डाँडामा 6वटा घर मात्रै रहेछ। सो पतला गाउँ हो, बट जग्गा चाहिँ अति दामी। अनि अर्को कुरा यो जुन चाहिँ यो नेपालमा चाहिँ के छ भने यो जुन चाहिँ यो टी गार्डन देख्नुहुँदैछ, अब टी गार्डन नै भनौँ है। यो चाहिँ सबै फेरि प्राइभेट ओन टी गार्डन्स हो। अनलाइक इन हाम्रो दार्जिलिङमा जस्तो त्यो कम्पनीको ओन टी गार्डन चाहिँ यहाँ त्यस्तो हुँदैन। जस्तै अब यो घरको सामने टी गार्डन देख्नु हुँदैछ, यो चाहिँ अब उहाँहरूकै हो। उहाँ अहिले पर फोनमा बात मार्नु हुँदैछ, उहाँहरूको। सो उहाँहरूले के गर्नुहुन्छ भने उहाँहरूले आफै यो पत्ती टिप्नुहुन्छ। अनि अब यसको प्रोसेसिङ त अब उहाँहरूले गर्नु सक्नु हुँदैन। सो यहाँ चाहिँ जग्गा जग्गामा कम्पनीको चाहिँ फ्याक्ट्री त्यस्तो हुन्छ। सो के गर्नुहुन्छ भने उहाँहरूले आफै पत्ती टिपेर चाहिँ कम्पनीमा गएर त्यसलाई सेल अफ गर्छ। अनि कम्पनीले एउटा रेट दिन्छ। त्यहाँदेखि फेरि कम्पनीले त्यसलाई प्रोसेस गर्छ। अनि उनीहरूले अगाडि बेच्ने सिस्टम गर्छ। यहाँ चाहिँ त्यस्तो छ। अनि उहाँ भिडियोमा जो देख्नु हुँदैछ उहाँ चाहिँ छेमाको चाहिँ हस्बेन्ड हुनुहुन्छ। सो उहाँहरूकै यो डल्लै प्रपर्टी हो। मुक्ति डाँडा टोल निकास। यो बाटो चाहिँ तपाईँले लास्ट भिडियोमा देखिहाल्नुभयो। जुन चाहिँ हामी आउँदाखेरि धेरै अँधेरो भएको थियो, त्यति बेला त राम्ररी केही देख्नु भएन होला। हिजो आएको बाटो चाहिँ यही हो। र यो जग्गा चाहिँ अलिक टपमा छ, मैले अघि भिडियोमा भनिहालेँ है। चाहिँ त्यता आएको थियौँ दसैँको टिकाहरू लगाउनु। यता वाइफपट्टिको आमापट्टिको सन्तान चाहिँ हामी त्यति डुलेको थिएन भनेर। अन्त अफसोस फेरि हिजो आउँदा चाहिँ आमाको तल गाउँपट्टि मरौ पनि परेर चाहिँ अब त्यो भनेको जस्तो दसैँको माहौल चाहिँ हुन सकेन। बट अब आएको बेलामा यसो वरिपरि अब सबै जग्गा घुमिराखौँ भनेर चाहिँ हामी आएको। तर आजको मौसम चाहिँ यस्तो छ, केही त देखेको छैन। धुम्म लागेर हजुर केही देखेन। हजुर यो सबै यो चियापत्तीको यो बगानहरू त तपाईँहरूकै हो, प्राइभेट हो है। र न्युट्रोन त्यसो हो। यो न्युट्रोनलाई यहाँ पार्क गरिदिएको थियो। यहाँ बाइकहरू स्कुटीहरू छ यहाँनिर। हेलो लक्की, ओइ ओइ बस 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 बस। ओके रमाइलो आइज हात दे ल। गुड बोय लक्की। कसले गर्दैन, हात दे मलाई, हात दे लक्की। यहाँ गाई पाल्नु भएको रहेछ।
लकी एले कल्ले 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 आदि भने आदि 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 आतो गुड बोय लकी लकी सो लकी यस्तो जग्गामा त जिउनु पाइरहेको छु है ल कोले कोले म नि ल आदि मलाई यहाँ गाई छ हो बस 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 ओ कुखुराहरू छ हाँसहरू रहेछ यहाँनिरै हो अनि यो डल्लै तल बारी रहेछ यो पारी साइड चाहिँ दामी भ्यू देख्छ भन्नुहुँदै थियो तर अब मौसम यस्तो भएकोले गर्दा भ्यू चाहिँ अफसोस आज छैन तपाईँलाई देखाउनु पाइनँ ब्युटिफुल ब्युटिफुल हाँस न भिडियोमा हेलो गरिदेऊ न यहाँ हुनुहुन्छ नानी अहिले उहाँले हातभरि मिठाई बोकेर यहाँ हुनुहुन्छ मिठाईको मालिक हेलो भन न हेलो देख्दैछौ तिमीले आफैले आफूलाई अहिले चाहिँ अलिकति पानी रोकियो र परपर बादलहरू पनि फगहरू पनि कुहिरोहरू पनि अलिकति हटेर चाहिँ हेर्ने लायकको भएको छ तपाईँलाई म एकचोटि देखाउँ भनेको के कस्तो देख्छ भनेर हेर्नुहोस् है फग चाहिँ हट्यो हस्कीले भेनालाई पुरै बिदा दिँदैछ त तलबाट मेरो बडी खोर्साउँछ नि हौ स्याहारीले आज तारिक हो 4 तारिक अनि अब चाहिँ हामी कान्छी छेमाकोबाट टिकाटालो गरेर खानापिना भइसकेर र बिदा लिएर चाहिँ अब हामी फेरि ओह्रालो 3 घरेपट्टि नै जाँदैछौँ अनि अघि जो भिडियोमा बहिनी मेरो साली बहिनी र भाइ देख्नुभयो उहाँ भाइ र अझै एकजना मेरो अर्को साली छेमाको कान्छी छोरी उहाँलाई चाहिँ मैले भिडियोमा देखाउन सकिनँ उहाँ दुईजनालाई र छेमा र उहाँको हस्बेन्ड र म सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु कारण चाहिँ हो बिचारा भाइले मेरो लागि भेनाज्यूले खानुहुन्छ भनेर चाहिँ लोकल कुखुरा काटकुट गरिदिनु भएछ अनि उहाँ जानुभयो अघि भिडियोमा देखिहाल्नु भयो र अर्को जो मेरो कान्छी छेमाको कान्छी छोरी साली नानीलाई पनि म एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनकि नानीले एकदम मिठो लोकल कुखुराको मासु बनाएको थियो र म सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु एकदम मजा आयो मुक्ति टपमा मुक्ति डाँडामा र रमाइलो जग्गा रहेछ तर मौसमको कारण चाहिँ मैले तपाईँहरूलाई भनेको जस्तो चाहिँ देखाउन सकिनँ अब सायद नेक्स्ट टाइम कहिले के जोडिन्छ होला त्यति बेला फेरि हेरौँला अनि अहिले चाहिँ अब हामी फेरि ओह्रालो 3 घरेपट्टि नै जाँदैछौँ अनि के हो गाडी बाङ्गो हुन्छ गाडी बाङ्गो हुँदैछ हैन के भएर चिप्लेको स्कुटीहरु यो बाटो चल्न आउने रहेछ नि हैन मुस्किल त बाइक निकाल्नु भएको छ नि त म यत्रो टर्निङ काटिरहेको छु
घुम्नुपर्छ चाहिँ माछा बेच्नु नि त त्यो भएर सजिलो छ बिचरा अब प्रतिभा कान्छी पो कहाँ बिहा भएर गयो भने आन्टीको हातै भाँचिन्छ यत्रो ठेक छ उसले त उहिलेदेखि पाहुना पातो रह्यो आमा नि प्रतिभाले त कान्छीले त उता हाम्रोमा पनि आएपछि क्या हो सबै वर्ष लुगा सबै खटखाल पारेर काम थालिहाल्छ लुगा यसो गर्नु न उसो गर्नु न भनेर टक्क गरिहाल्छ नानी त स्कारी पनि छ बोली चालिएर है मम्मी रिससे कडा छ कान्छीको मान्छे पुड्छ अरे अन्त होइन रिस त कडा छ केटाहरू पुड्छ अरे अन्त उसलाई जिस्काएर मन पराउँदैन नि उसले कि अरेला ठट्टा गर्छ कता सिधै कि ओह्रालो सिधा सिधै ओह्रालो त फेरि घर पुगिहालिदिन्छ तल जस्तो जुजु ए ओह्रालोबाट हामी हिजो आएको है हजुर जुजु मामाको घर अन्त हामी त त्यो हिजोकै जग्गा जानुपर्ने होइन उयो बाटोमा आन्टीको छ बाटोमा हिजो होइन राप्परी साइकल ए त्यो त्यो बाटोमा त्यो घर देखाएको होइन हिजो निर्मल आन्टीको तिमसिन आन्टी यो बाटो त होइन है होइन यो बाटो त होइन यस्तोहरू थियो हिजो थिएन है यो होइन हामी माथिल्लो बाटोबाट आएछौँ अलिक तलबाट पनि ओह्रालो होइन र नि तिमसिन आन्टी घर यो त त उसमा सापबाट आउँदो रहेछ अब कहाँ घुमाउनु यहाँदेखि ओह्रालो हो पक्का 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 यो बारीहरू त त्यसकै हो निर्मलाको सबै तिनीहरू त्यही पनि हो कि हो होइन अन्त सापबाट गाउँ लागेछौँ कहिले साह्रो पर्छ ला हो भएन के पो गर्नुपर्ने अब तर घुमाएर आउनु पऱ्यो ए मम्मी के होइन पो हो निरु आन्टीको पनि गर्छ गुड मर्निङ फ्रम नेपाल वन्स अगेन यो जग्गा चाहिँ 3 घरेको छेउछाउ हो बट इट्स नट एक्ज्याक्टली 3 घरे यो बाटो जुन चाहिँ देख्नु हुँदैछ यता चाहिँ अलिकति अगाडि गयो भने चाहिँ 3 घरे आउँछ त्यहाँदेखि उता उता गयो भने चाहिँ इलामहरू अनि फिक्कलहरू जाने रोड हो फिक्कल त्यहाँदेखि उता कन्याम अनि फिक्कलदेखि चाहिँ यस्तो लेफ्ट लाग्यो भने चाहिँ पशुपति हिजोको कुरा गरौँ भने चाहिँ निर्मला आन्टीकोबाट टिका लगाएर हामी निक्लिँदा नै धेरै ढिलो भइसकेको थियो अनि अन द वे हामी प्रकी बहिनीहरूकोमा पनि एकछिन निक्लेर आउँदा धेरै ढिलो भयो अँधेरो भइसकेको थियो सो हिजोदेखि चाहिँ आज म यहाँ डाइरेक्ट कन्टिन्यू गर्दैछु भिडियो आज पनि बिहानको सुरुवात गर्दै
विथ अ कप अफ टी। अनि यो जग्गा चाहिँ हामी यहाँ बसेको थियौँ। यो चाहिँ एगेन मेरो वाइफको साइली छेमाको घर हो। दसैँको माहौल चल्दैछ र टिका लाउँदै हिजो चाहिँ हामी यता आएर हामी यता बसेको थियौँ। मर्निङ। यो साइड तपाईँको कन्याम साइड हो। आज अलिकति वेदर राम्रो छ। यो पर स्कुलको बस। अनि यो बारी हो, खेत हो, चिया बगानहरू छ। जस्ट इमेजिन अब बिहान उठेर ओछ्यानबाट बाहिर यस्तो भ्यू हेर्नु पाउँदा कति मजा आउँछ, कति आनन्द आउँछ। 4 तारिक बेलुका कति पानी पर्यो तपाईहरु सबैजनालाई त यादै छ। हाम्रो उता इन्डियामा पनि मिरिक साइडतिर जग्गा जग्गामा कति धेरै पानीले बिगार गर्यो हैन। दुधेको पुल भत्केछ। अनि यता तपाईको ताबाकोसी भयो, मिरिक भयो, धेरै धेरै जग्गामा क्षति गर्यो। सो यता पनि हिजो राति चाहिँ नेपाल साइडमा पनि धेरै पानी परेको थियो र त्यो कारणले गर्दा हामी निस्किन पनि सकिन र हामीले त्यतै बस्नु कर लाग्यो हामीलाई। बेलुका राति धेरै ढिलो पनि भइसकेको थियो। पशुपति गेट पनि बन्द हुने डर भइसकेको थियो। अनि बिहान चाहिँ यता पशुपति जाने बाटो पनि बन्द छ। ओह्रालो कन्याम साइड, झापा जाने साइड पनि बाटो बन्द छ भनेको हामीले सुन्यौं। सो त्यसले गर्दा हामी टाइममा चाहिँ निक्लिन सकिन। सो जब हाम्रोमा अलिकति टाइम थियो र त्यसले गर्दा चाहिँ मैले सोचे अलिकति तल हामी गाडी लगेर जाउँ अफरोडिङ गर्नु भनेर चाहिँ अहिले हामी अलिकति तल बाटो एक्सप्लोर गर्नु पनि जाँदैछौँ। तपाईहरु यो हेर्नुहोस्, इन्जोय गर्नुहोस्। भाइले पनि गाडी कुदाउनु जान्दछ भन्ने सुनेको थियो हो। म आउँछ कसकोबाट सिक्यो? बाबाले नि कम थप्पर खाएको छु त मैले अनि। हो र यस्तो उकालेमा उठा भन्छ, हात खुट्टा कामेर नि थप्पर हिर्काउँदै सिकाउनु भयो बाबाले। आर्मी शासनमा है? अब आर्मी शासनमा, इन्डियन आर्मीको फेरि तलतिर गएर हामी धेरै घुमघाम गर्दा चाहिँ हामीले खबर पायौं कि यता तपाईको पशुपति जाने बाटो पनि खुल्लेछ। अनि यता कन्याम जाने, झापाहरू जाने बाटो पनि खुल्यो भनेर चाहिँ हामीले खबर पायौं। अनि हामी यो अफरोडिङको अलिकति च्यालेन्ज सकेर चाहिँ त्यहाँ हामी फर्क्यौं। अनि मेरो ओभरअल यो पालिको दसैँको बेलामा, दसैँकै भनौँ है, यो नेपालको ट्रिप चाहिँ कस्तो भयो भन्दा एकदमै मजा आयो। एकदमै आनन्द ट्रिप थियो हैन। छेमालाई त चिन्नु त हामीले पहिल्यै भेटेको, पहिल्यै चिनेको, तर अब बिहा गरेपछि चाहिँ उता अब मावालीपट्टि चाहिँ हामी कहिले भिजिट गरेको थिएनौँ र त्यसले गर्दा चाहिँ योपालि एकदम मजा आयो। सबैजना भेट्नु पायौँ र सबैलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यता अघि भिडियोमै मैले भनिहालेँ, कान्छी छेमाकोमा त हामी हिजै त्यहाँबाट आएको। अनि यता साइली छेमाकोमा चाहिँ हिजो बसेको थियौँ र यता पनि धेरै मजा आयो। म भाइलाई पनि धन्यवाद भन्न चाहन्छु, हाम्रो नितिन भाइ। भाइले यो भिडियो गर्नुमा, बाटो देखाउनुमा धेरै साथ दियो र पछि फेरि अब आशा गर्छु कि हामी फेरि भेटौँला, फेरि एडभेन्चर गर्नुपर्छ हैन भाइ। अनि हाम्रो बहिनी सारिका बहिनीलाई थ्याङ्क यू भन्न चाहन्छु। अनि हामी चाहिँ त्यसपछि चाहिँ लन्चन्स गरेर निक्ल्यौँ इन्डियातर्फ। पशुपति फाटक म आइपुग्दाखेरि चाहिँ तपाईँको बजेको थियो 3 साढे 3 भएको थियो र विशेष गरी रातभरि पानी परेकोले गर्दा चाहिँ कनेक्टिभिटी थिएन। एक त अब सिम कार्ड चल्ने कुरा आउँदैन नेपालमा र वाइफाईहरू नभएकोले गर्दा केही कनेक्टिभिटी थिएन। र म पशुपति फाटक चाहिँ 3 साढे 3 मा आइपुग्दा चाहिँ मैले चाल पाएँ कि यता अब इन्डिया साइडमा पनि धेरै पानीले बिगार गरेछ। अनि म डाइरेक्ट तपाईँको भाया मिरिक आउनु सकिनँ त्यो दिन। अनि मलाई माथि
जोरबङ्गला घुमिकन आउनु परेको थियो। सो त्यसले गर्दा त्यो दिन म सिलगढी चाहिँ तपाईँको राति 10 साढे 10 बजे आइपुगेको थिएँ, म र मेरो वाइफ। हुन त जोरबङ्गलामा हामीले आमाहरूलाई पनि त्यहाँ ड्रप गऱ्यौँ। मेरो सानो भाइ, मेरो साली, हामीले उहाँहरूलाई ड्रप गरेर हामी सिधै सिलगढी आइपुग्दा बिचमा जाम पुरा थियो। सिपाहीधुरातिर कहाँ दिलारामतिर पहिरो गएको थियो र 10 साढे 10मा चाहिँ हामी सिलगढी आइपुगेको थियो। र यतिमै म भ्लग